मिडियामा स्वागत छ तपाईँलाई। नमस्कार हजुर, नमस्कार। म रूपक पाण्डेको तर्फबाट म श्रमदाता हजुर, श्रमदाता। नेता अहिले नभनौँ होला, पहिला हामी नेता भनेको के हो देखाउन खोजिरहेका छौँ के। तपाईँको नेता भन्दा पनि मजा आउँदैन। यहाँ त आतङ्ककारी गुन्डा जोसँग तपाईँको पैसा, तपाईँको सुनका डल्ला, जग्गा जमिन बढी छ, त्यही नेता भन्ने भयो। तर हामी त्यो नेता बन्न चाहँदैनौँ। अनि तपाईँहरूको चाहिँ अब एकजना सर्वोच्च नेता भनेर चिनिएका सुदन किराँती यतिखेर एउटा भाषण गर्दै गर्दाखेरि जामै लगाएर चाहिँ भाषण गरेको दृश्य पनि हामीले देख्यौँ। उहाँ त मुख्यमन्त्री बन्ने हुटुटीले यतिखेर तातेको भन्ने खालको मिडियामा आइरहेको छ। के हो वास्तविकता? अब तपाईँले के देख्नु भयो? मैले त प्रायः सर्ट प्यान्ट लगाएको छु। अब त्यो एआईबाट बना होला, यताउति होला, के हो कसो हो त्यही कुराहरू मलाई थाहा छैन। अब यतापट्टि चाहिँ जुन किसिमको आशिका तामाङको अहिले विभिन्न किसिमका चाहिँ राजनीतिक वृत्तमा छुट्टै किसिमको चर्चा छ। केही समय अगाडि सदनमा उहाँ झोकिएर हिँड्नु भइसके पछाडि कम्बोडियाबाट सब ल्याउनको लागि सरकार राजी भएको अवस्था थियो भने हिजो भर्खर मात्रै फोहोर मैला व्यवस्थापनको लागि बसेका मेयरहरूको मिटिङमा आशिका तामाङ जुन हिसाबले गर्जिसके पछाडि हर्का साम्पाङले त तपाईँसँग प्रतिपक्ष हुने गुण छ, तपाईँ हाम्रो सङ्गठनमा आउनुपर्ने मान्छे हो भनेर स्वागत गरे जस्तो गर्यो। आशिका तामाङलाई संस्कृति पार्टीमा ल्याउने कि नल्याउने, कहिले ल्याउने हो रूपकजी, के हो? नाङ्गिएको मान्छेको चर्चा भइरहन्छ हजुर। तपाईँ पनि नाङ्गै हिँडिदिनुहोस्, भोलि चर्चा आउँछ। अथवा झैझगडा गर्दै हिँड्नुहोस्, कराउँदै हिँड्नुहोस्, चर्चा आइहाल्छ। अब तपाईँको श्रम संस्कृति पार्टीमा आउनको लागि उहाँलाई 2-4 महिना प्रशिक्षण दिनुपर्छ। अझ प्रशिक्षण दिइसकेपछि, ट्रेनिङ दिइसकेपछि, उहाँलाई सिकाइसकेपछि अनि बुद्धि मती अलिकता सुध्रियो भने ल्याउन सकेला, नत्र भने कहाँ ल्याउँछन्। तपाईँको त्यो पोथी भाषा जस्तो हो क्या। पोथी भाषेर पहिला चलन थियो नि गाउँमा, पोथी भाषा मन पर्दैन भनेर फिल्मतिर नि डायलग आउँथ्यो, गाउँघरतिर नि थियो। त्यो जहाँ पनि धेरै एकदमै हाम्रो क्याटेगोरीको भनेर भनिसक्नु भएको छ। तपाईँले पोथी भाषी भन्नुहुन्छ, किन कुरा मिल्दैन क्या? यस्तो नि त, प्रधानमन्त्रीले मेरो देश नेपालले भारतको भूमि धेरै ठाउँमा खाएको छ, मिचेको छ नेपालले भन्दै गर्दा यिनीहरू यो हात ठटाउने, टेबल ठटाउने, यसको बारेमा सही हो या गलत हो भनेर छुट्याउन नसक्ने यिनीहरू सबै नामर्थ लाग्छ नि मलाई। म त मान्दिनँ नि। तपाईँको हर्क सम्पाङले तपाईँको निरन्तर अहिलेसम्म आन्दोलन गरिरहेको थाहा छैन तपाईँलाई सदनमा? झोकिनु भयो होला नि त उहाँले। तपाईँको के हो भने केही कुरा चाहिँ ठिक माने होला नि त। भनेपछि केही कुरा ठिक माने छ, केही माने होला। म चाहिँ मान्दिनँ कि, त्यही एउटा कुरोले मान्दिनँ। तपाईँले त्यही के अघि भनिनँ भने त्यो त राष्ट्रमाथि प्रहार हुँदै गर्दाखेरि आशिका तामाङले बोलेको त होइन नि त। आशिका तामाङले बोले हुँदैन, त्यो टेबुल किन ठटा त्यसो भए? उनले पनि समर्थन गरेपछि तपाईँको धादिङले समर्थन गरे भएन? धादिङको त्यो उनी उठे क्षेत्रको जनताले समर्थन गरे भएन? खाकै हो भनेर समर्थन गरे भएन भनेपछि बिग्रेको घडीले कहिलेकाहीँ सही समय दिन्छ भने आशिका तामाङले बेला बेला उठाएको आवाज जस अब ठिकै लाग्न चाहिँ के भन्नुभयो? जुन हिसाबले उहाँले आवाजहरू उठाइराख्नु भएको छ नि, त्यो हेरिराख्नु भएको छ नि तपाईँले, होइन? तपाईँले चाहिँ कसरी मूल्याङ्कन गरिराख्नु भएको छ? मैले कसरी मूल्याङ्कन गरिनँ। म यस्तो त्यो नाथे त्यो आशिका कुरा गर्न चाहन्न के। किन चाहनुहुन्न? अहिले विषय नै त्यही छ, विशेष गरेर उहाँको चर्चा चौतर्फी भइरहेको छ यति बेला। त्यो ठुलोले त्यो मुखमुखै लागेर हुन्छ भने चर्चा त अहिले मैले भनिनँ भने तपाईँ एउटा नाङ्गै लुगा खोलेर हिँड्यो भने भोलि त्यसकै चर्चा हुन्छ। त्यस्तो हुँदैन कि, त्यो पारा मिले छैन कि, मजा भएको छैन। तपाईँको अलिकता अर्कै भनौँ न, के चित्त नबुझ्ने कुरै छ कि त्यो जबसम्म तपाईँको अब सदनमा आएर अब 10 गते जुन किसिमको हो प्रधानमन्त्रीले बोलेको कुरा त्यसको फैसला हुँदैन जबसम्म निष्कर्ष निस्किँदैन। तपाईँको अहिलेसम्म तपाईँको अमरेश कुमार सिंह चाहिँ ठिक छन्। कसरी ठिक? उनले त तपाईँको यिनीहरूले गरे करतुतहरू सत्ता पक्षको सबै गलत त प्रस्ट्याइदिएका छन् नि त जनतालाई। बुझे नबुझे उनले त भनिदिएका छन् नि त क्लियर। देश सङ्कटमा गइरहेछ, गएको छ। उनीहरूले केही पनि गरे छैन। ऋण ल्याउने, जनतालाई विदेश पठाउने, यिनीहरूले विकास गर्न चाहेको छैन, केही गरे छैन भनेर उनले त क्लियर भनिदिएको त जनताले बुझ्ने गरी। उनी चाहिँ अलिकति ठिक लाग्यो मलाई। त्यो अरू त ढ्यापढ्यापै प्लस त्यो तपाईँको यो के भन्ने तपाईँको राष्ट्रघातीतिरमा जान्छ क्या।
तपाईँले जबसम्म तपाईँको जग्गा जमिनको फैसलाको आवाजहरू त्यो प्रधानमन्त्रीबाट बोलेका ती कुराहरूको अन्त्य हुँदैन, त्यसको माफीमा आएर सदनमा आएर त्यो कुरा सच्याएर जबसम्म जाँदैन तबसम्म त्यो सबै सांसद गतिले होइनन् नि। तपाईँको नेपालको भूगोलको बारेमा विरुद्धै बोल्ने मान्छे, त्यसमै ताली बजाउने मान्छेहरू त्यो कसरी राम्रो भन्ने? यिनीहरूले जति कुरा गरे पनि जे तपाईँको यताउति भने पनि केही ख्यासिनवाला नि छैन, हुनेवाला नि छैन। तपाईँको हामी मान्दैन। त्यता चुकेर झोकेर तपाईँको सत्ता र भत्ताको लोभमा तपाईँको हिँड्ने सांसदहरूको बारेमा हामीले के कुरा गर्ने? गर्दैनौँ। ठिक छ रूपकजी, अब तपाईँलाई मैले अलिकति चाहिँ यहाँ विशेष प्रसङ्ग हिजो जुन किसिमबाट बारामा चाहिँ अत्यन्त दुःखद घटना घट्यो, त्यो घटनामा अरू बेलामा चाहिँ गृहमन्त्री आफै फिल्डमा पुगेर त्यहाँ वार्ता गर्दै गर्दाखेरि हिजो जुन किसिमबाट चाहिँ बच्चाको दुधे बालकको जुन हिसाबले हत्या गरियो, उहाँका बुवा र आमालाई चाहिँ रातारात काठमाडौँ बोलाएर रातभरिमा सहमति गराउने कामहरू गरेको छ। वार्ताको चाहिँ त्यहाँ विशेष गरेर 3वटा बुदामा सम्झौता गरेको छ, शालिग बनाउने कुराहरू, अनुसन्धान गर्ने कुराहरू गरिरहेछ होइन। अब गृहमन्त्रीजीको यो किसिमको वार्ताले जुन किसिमबाट चाहिँ उहाँहरूको आमा र बुवाले अपेक्षा गरेको छ त्यो कुराहरू पाउन सम्भव होला? अब पाउनु खोजेको के हो त? अब छोरी पाइँदैन। अब तपाईँको आत्मा गइसकेपछि, ज्यान गइसकेपछि सिद्धिहाल्यो। छोरीको ठाउँमा छोरी आउँदैन। अब खुनको बदला खुन नहुने रे, फाँसीको नहुने रे। अब तपाईँको भनेपछि अब के त, पाए एउटा शालिग बनाइदिने रे होइन। अनि अब तपाईँको यसमै त हुने कुरो मिल्यो। अब पैसा दिने त कुराकानी गर्नुभएकै छैन नि होइन भन्न खोजेको हो। अब केमा के ऊ खुसी छौँ भनेर आएका कुराहरू तपाईँहरूले सुन्नु भएन? खुसी छौँ, 3 दिनमै खुसी भइसकेछन्। त्यहाँ गृह मन्त्रालयमा छिर्ने बित्तिकै भनौँ न, त्यो वार्तामा छिर्ने बित्तिकै खुसी रे। 3 वर्षको चेलीलाई, आफ्नो छोरीलाई, मुटुको कलेजोलाई, मुटुको टुक्रालाई तपाईँको अपराधीले बलात्कार गर्यो भन्छन्। बलात्कार गरेर हत्या गरेको छ, खुसी भई भनेर त्यो बोल्ने वाक्य अलिकति मजा आएन। अनि शालिगमा तपाईँको उनीहरू खुसी चित्त बुझाउने त्यो वार्तै मजा आएन हामीलाई। उनीहरूलाई के पाउनुपर्छ भन्ने पनि थाहा भएन। न्याय भनेपछि के न्याय भने जस्तो भयो क्या। भनेपछि गृहमन्त्री भेटेर अनि सरसल्लाह गर्ने बित्तिकै उहाँले न्याय पाएको अथवा उहाँहरू खुसी हुनुभयो। त्यो तपाईँको के हो भने अब खुसीले भने कि बाध्यताले भने, मुटुमाथि ढुङ्गा राखी हाँस्नु परेछ भन्ने तरिकाले भने कि 12 लगायत विभिन्न ठाउँमा बसेर आन्दोलन गरिराख्नु भएको छ। अब तपाईँको सुन्नु न, बलात्कारपछि हत्यापछि तपाईँको आन्दोलन, अनि आन्दोलनपछि शालिग, न्याय मिल्यो? मिल्छ? मिलेन। मजा आए त सबै जनतालाई? मलाई त आएन। मैले त के भनेको थिएँ तपाईँको, मैले न्यायको आवाज त उठायो नि सामाजिक सञ्जालबाट। 1 करोड पैसा पाउनु पर्यो, अनि त्यसपछि तपाईँको 1 दिन होल बिदा हुन पर्यो। बिदाकै सरकारी प्राइभेटदेखि लिएर सब बिदा। राज्यले शोक बिदा दिनु पर्यो। शोक बिदा मान्न परेन त भने? तपाईँको मन दुख्नु परेन, मेरो मन दुख्नु परेन, अरूको मन दुख्नु परेन त? फलाना चौधरीको छोरी मार्या त भने त्यसको बच्चालाई बलात्कार गरेर मार्या त हो नि, हाम्रो बच्चालाई होइन? सोच्ने त त्यस्तो। आज भर्खर पनि एकजना बालिका तपाईँको चाहिँ अब हत्या भएको छ, अर्को एकजना चितवनमा फेरि त्यसै गरी तपाईँको चाहिँ अब बलात्कार गरेको घटनाहरू सार्वजनिक भइरहेछ। यति बेला दिनानुदिन घटनाहरू घट्दैछ। सबैलाई चाहिँ अब राज्यबाट सम्बोधन गर्न पनि गाह्रो होला नि। यो पहिलो घटना हो कि होइन? तपाईँको 3 वर्षको सानी नानी फुची चेलीलाई तपाईँको बलात्कारपछि हत्या भनेर आएको कुरा यो पहिलो हो कि होइन भन्नुहोस् त? सुनेको हिसाबले त पहिलो नै हो। तपाईँको मन दुखे होइन? सबैको दुखिया छ, आम नेपाली जनताको दुखिया छ। अनि हामीले एक दिन शोक मनाउन नपाउने त? सरकारले चाहेर आइतबार बिदा गरिदिएर 365 दिनमा आइतबार बिदा गर्नाले कति दिन बिदा भयो? कति दिन बिदा भयो भन्नु त? वर्षमा भयो लगभग 52 दिन त बढी बिदा भयो। 4 12 चौको 48 दिन भएन? 48 दिन भोगट्ने उनीहरूले मन लाग्दो तरिकाले चाहिँ बिदा गर्न मिल्छ। अनि एक दिन एउटा 3 वर्षको नानी तपाईँको
त्यस्तो भएको छ। करोडौँ जनताले न्यायको लागि रोडमा आएर आन्दोलन गरेका छन्। एक दिन बिदा मनाउँदा के गयो त? यो आवाज त तपाईको चाहिँ हर्का साम्पाङ लगायतले अब सदनमा उठाउने होला नि त। के भन्नुहुन्छ तपाईँ? मानवता, दया, माया, करुणा छ भने तपाईँको हिजो नै त्यही चाहिँ भन्न पर्थ्यो। त्यसमा नि वार्ता गर्न पर्थ्यो, सम्झौता गर्न पर्थ्यो। अब हर्का साम्पाङले यो कुरा खुनको बदला खुन, हत्याको बदला हत्या, तपाईँको त्यो पनि सम्झौतामा हुन पर्थ्यो, लेखिन पर्थ्यो। अब छैन। अब तपाईँको कानुन बनाउनै मिल्दैन भन्छन्, बनाउनै मिल्दैन। अनि तपाईँले अघि भने जस्तै अब अन्त हत्या हिंसा घट्यो घट्यो। अब दिनकै त्यसरी शोक मनाउने त राज्यले भन्दै गर्दा राज्यको काम हो नि त यस्तो घटना नघट्ने बनाउनको लागि। त्यसो भए तपाईँले भने जस्तै आज एउटासँग वार्ता भयो, भोलि तपाईँको 77 जिल्लामा 77वटा ठाउँमा घटना घट्यो भने अथवा 77 दुना घट्यो भने के गर्ने त? वार्तै नगर्ने। त्यसैले तपाईँको राज्यका शासकहरूले कसरी रोकिन्छ भनेर यो दिमाग चलाउने। गुदी छ भने, गिदी छ भने शासन सत्ता हाँक्ने, प्रधानमन्त्री बन्ने, गृहमन्त्री बन्ने, होइन भने छोड्ने हो नि त। भने छोड्ने हो कि उनीहरूले सक्दैन भने छोडिदिने हो। यो यताउति त्यो सबैलाई भुलाउनु खोजेर होइन, राज्यको नीति नियम बनाउने हो। तपाईँको आज तपाईँले अघि भने जस्तै गरिमाकोमा शालिग बन्दैछ भने भोलि अर्को बलात्कारपछि घटना घट्यो भने त्यसको नि शालिग बनाउनु पर्यो। त्यसो भए अर्को पनि पर्यो, अर्को पनि पर्यो। त्यसो भए त नीति नियमै त्यही हुन पर्यो। त्यही त हो होइन? त्यसै भएर तपाईँको यो मृतकको शालिग बनाउने हो भन्दा पनि तपाईँको नघट्ने बनाउनेमा त्यही त जानु पर्यो। मृतकको शालिग बनाउने हो कि अथवा चाहिँ हत्यारालाई कडाभन्दा कडा कारबाही गर्ने कुरो यहाँनिर हो नि त। कडाभन्दा कडा कारबाही त तपाईँको त्यो जसले नि भन्छ लेखेकै छ क्या। कडाभन्दा कडा कारबाही भनेको अहिलेको परिस्थितिमा उनीहरूलाई थुन्ने नै हो। सजाय सुनाउने यति वर्ष भन्ने अथवा यसो भन्ने थुन्ने नै हो। त्यति हो। त्यसले त चलेन, भएन, रोकिएन, समस्या रोकिएन नि त। अब सुन्न पर्यो क्या कुरो। अब रूपकजी सुन्न पर्यो। यिनीहरूले के गरे तपाईँको भने हामी प्रधानमन्त्री, हामी गृहमन्त्री, हामी परराष्ट्र मन्त्री, हामी शिक्षा मन्त्री, हामी ठुलो, हामीसँग यति मान्छे छ, हाम्रो बहुमतको सरकार, अरूको कुरै नसुन्ने भन्नेमा गयो। त्यो भने सरासर गलत। अर्थी भने घट्तीको नि मान्नुपर्छ भन्ने उखान छ नि हजुर। अब म अलिकति संस्कृति पार्टीमा यहाँनिर चाहिँ अलिकति छलफल गर्न चाहन्छु। तपाईँले यो चाहिँ अब समाजको विकृति विसङ्गतिमाथि कुराकानी गर्दै गर्दा अथवा हर्का साम्पाङले एकदमै अब यो विषयमा आवाज उठाउँदै गर्दा तपाईँहरूको पार्टीभित्र एकजना चेलीलाई बलात्कार भएको पटक पटक उहाँको मुखबाट आवाज भनिराख्नु भएको छ। उहाँलाई हर्का साम्पाङले किन बर्खास्त गर्नुभयो? कसलाई बलात्कार भयो? शुक्रकुमारी राई। सुन्नु भएको छैन तपाईँले? त्यो कति वर्ष हो? सानो थियो कि ठुलो थियो? शुक्रकुमारी राई त तपाईँको 35-40 वर्षको चाहिँ अधवैसिया महिला हुनुहुन्छ नि। अनि 3 वर्षको र 35-40 वर्षको उस्तै हुन्छ। यो भन्दासँग तुलना बलात्कार गरेर मान्छे नि मरिसक्यो। मान्छे नि मर्यो। मान्छे मर्नु पर्ने होइन, मरेको मरेन। मान्छे त जिउँदै छ नि अहिले। उहाँ बोलिराख्नु भएको छ सोसियल मिडियामा। कहाँ न्याय रहेछ? घाउचोट कहाँ लाएर त एकजनाले मात्रै कतिजनाले बाँधेर र त्यो बलात्कार गर्यो कि के गर्यो? कसो गर्यो? संस्कृति पार्टीमा भनेपछि मान्छेलाई बलात्कार गरेर तपाईँको न्याकेर मारेपछि मात्रै बलात्कार मान्ने? रोडबाट तपाईँको 8-10 जनाले उठाएर अथवा जबरजस्ती समातेर लगेर तपाईँको भयो कि कसरी भयो? यो कुराहरू त खुल्नु पर्यो त परेन? के अदालत न्यायाधीशले सिधै बलात्कारी भनेर फैसला हानिहाल्छ, यति वर्ष कैद भनिहाल्छ भन्ने सोध्नुभयो क्या तपाईँको दिमागले? नौसिङ हुन्छ, नौसिङ मुद्दाको नौथरीबाट अनुसन्धान हुन्छ नि त। हावा भर्न लगायो कि आरोप लगायो कि? त्यो नबुझिकन तपाईँहरूको पार्टीको पल्सालाई कसरी छोड्यो त? पार्टीको अध्यक्षले किन बर्खास्त गर्नुभयो भने 1 वर्षमा छोड्यो पल्सालाई। 100% बलात्कारी भए 10 वर्ष राख्थ्यो होला नि त। बोलेलाई कति दिन छोड्यो भन्नु त? लगभग 15-20 दिन थुनी होला। अनि उसलाई नि बलात्कारी केसमा समातेर लाएन। अब भोलि श्रीमतीले तपाईँको श्रीमानलाई बलात्कार केस लगाइदियो भने 10 वर्ष थुनिहाल्छ त। तपाईँले त बुझ्दैन। मैले भने तपाईँले क्वेसन बुझ्नुभयो? मैले त यो कुराको फैसला म त एउटा व्यक्तिको मुद्दामा जाने मान्छे होइन। हामी त तपाईँको विश्व बुझेर बोल्ने मान्छे हो। तपाईँको नेपालभरिलाई कसरी राम्रो हुन्छ भनेर बोल्ने मान्छे हो। कहाँ एकजनाको त्यो म धरानगर पनि बोलिहाल्छु चाहिँ केन्द्रीय सदस्य हुनुहुन्छ। त्यसो मैले भने भन्नुहोस् न त। भने ल म न्यायाधीश तपाईँ बलात्कार गरेको केटी ल भन्नुहोस्। मैले सोधेँ ल भन्नुहोस् न, तपाईँलाई
कसरी चाहिँ आफू बलात्कारमा परे जस्तो लाग्यो उहाँले त प्रष्ट रूपमा भन्नु भएको छ नि त भन्नुहोस् न तपाईँ फलान ठाउँमा यहाँ यसरी आएको थियो यो होटलमा बसेको थियो यसरी तपाईँ पीडित होइन ल भन्नुहोस् ए प्रमाणै चाहिने उसो भयो होटलमा कसले बोलाएर गयो पहिलो सुरुमा मैले भन्दै सोध्दैछु भने भनेपछि एकजना महिला बलात्कृत हुँदा तपाईँको भिडियो खिचिराख्नु पर्ने हो संसदीय पार्टीमा त्यही नियम सिकाएको छ तपाईँको आज धेरै जसो छोरा मान्छेहरू तपाईँको पैसाको कारण पनि फसिरहेको थियो हनी ट्र्याप कि के भन्छ नि हनी ट्र्याप पैसा कमाउनको लागि पनि तपाईँको कतिले बलात्कार केसमा फसाइदिएका गम्भीर आरोप लगाउँदै हुनुहुन्छ होइन एकजना महिला मेरो क्वेसन भनेको तपाईँलाई एउटा महिलाले आरोप लगायो सुन्नु न होइन केन्द्रीय सदस्यले आरोप लगायो तपाईँहरूको पार्टीमा मन मिलुन्जेल चमत्कार नमिलेपछि बलात्कारको घटना धेरै छ त्यो पाटो अर्को होला त्यो भोलि छानबिनमा आउला अर्को बाटो नसाटो भने सिधा कुरो तपाईँलाई मैले भन्दैछु तपाईँको पार्टीमा किन कारबाही गर्यो भने के मन मिलुन्जेलसम्म ठिक छ अनि तपाईँको 5-6 महिनापछि 1-2 महिनापछि तपाईँको वर्षौँ दिनपछि मलाई बलात्कार गर्यो भन्ने आएर भयो त भने भयो अनि यो कुरा पुष्टि नभइकन हर्का साम्पाङले दुवैजनालाई किन आउट गरे यो चाहिँ भन्नु नि तपाईँ कति वर्ष अगाडिको घटना होला भन्नुहोस् हर्का कति वर्ष अगाडि ल तपाईँ ठ्याक्कै भन्नुहोस् ल संस्कृति पार्टीमा हुँदाको घटना कति वर्ष अगाडि त्यो घटना तपाईँ आफै सुन्नु कति वर्ष अगाडि यो भारे छ भन्नुहोस् न भने के गरी भारे छ भन्न सक्नुहुन्छ तपाईँले हावातालाई यतिकै श्रम संस्कृतिको नाम जोड्नुहुन्छ प्राइभेट कुरा हो त्यो सिंगल तपाईँहरूको पार्टीको कुराहरुमा जानु तपाईले सोध्दैछु म हैन यो व्यक्तिगत कुरामा किन जाने कसले गर्यो गरेन भनेर भन्न आएर म यहाँ पार्टीले कारबाही चाहिँ किन गर्यो भने म यो कुरा गर्न आउ त कसरी हुन्छ देश र जनताको भविष्य बन्छ भने ज्ञान जनचेतना अवेरनेस दिन आयो मान्छेमा अनि हर्का साम्पाङले खाली मलाई देश बन्छ हर्का साम्पाङ खाली तपाईँ हाम्रो श्रम संस्कृति पार्टीको विरुद्ध मात्र तपाईँ श्रम संस्कृतिको मान्छे हो श्रम संस्कृतिको विषयमै कुराकानी गरे मैले तपाईहरु देश बनाउने भन्नुहुन्छ देशसँगै माटो 3 करोड जनता छ भन्नुहुन्छ आफ्नो पार्टी भित्र तपाईको त्यो बलात्कारको कुरो भन्ने किन ल्याट बलात्कारको थरी हुन्छ प्रकार हुन्छ अब गरिमाको केसमा तपाईको त्यो जसले जघन्य अपराध गर्यो त्यसलाई चोपै काटे पनि हामी खुसी छौं हैन हर्काजीले त कानुन सच्चाएर त्यसलाई फाँसी दिए पनि हामी खुसी छौं हर्का साम्पाङले झोला काट्नुपर्छ भनिराख्नु भएको छ मन मिल्ला अनि नमिल्ला आएर बलात्कार भयो भने खण्डमा केटा मान्छेलाई पनि कारबाही हुँदैन त्यस्तो त केटी मान्छेलाई चाहिँ सजाय दिनुपर्छ कारबाही गर्नुपर्छ त्यस्तालाई चाहिँ कोर्रो हान्नुपर्छ भन्ने हाम्रो कुरा राजेश खिमदुङलाई किन कारबाही गरेको भने के हर्का साम्पाङले तपाईलाई अघिदेखि मैले यही सोध्दैछु अब तपाई अन्त मोड्नुहुन्छ केही समयलाई उहाँले सस्पेन्डमा राख्नु भयो होला त अनि केटा मान्छे पीडित छैन भने त्यसले कारबाही गर्नु त भएन नि त पार्टीको सिद्धान्त त्यही हो हर्का साम्पाङ किमजोङ हो र अब यो कुरामा नअल्झौँ के हामीलाई जनताको भविष्य कोर्नु छ तपाईसँग आधार छैन भन्नु न तपाईसँग आधार छैन भन्नु न बरु के मसँग प्रमाण छैन आधार छैन यो के रे हर्का साम्पाङले जे गरे पनि हुन्छ त्यो जय जयकार गर्ने भन्ने त होला नि त हैन यस्तो उहाँले अब तपाईको केही समयलाई तिमीहरू गन्थ्याङ गुन्नु गरिरह मिलौ व्यक्तिगत कुराहरू तपाईहरुको अध्यक्षले नै आरोप लगाइराख्नु भएको छ होला तपाईहरुको अध्यक्षले नै आरोप लगाइराख्नु भएको छ हर्का साम्पाङसँग भेट्दाखेरि राजेश खिमदुङसँग भेट्न नजाऊ नराम्रो छ भन्ने रे राजेश खिमदुङलाई भेट्दाखेरि हर्का साम्पाङ नराम्रो छ भेट्न नजाऊ भनिरहेछ अब तपाईको अध्यक्ष जोडिरहेछ त हामीले प्रश्न नगर्नु यस्ता यो खुरापाती कुरो मलाई नराख्नु यो भाइरस कुरा हो के तपाईको यो सबैको कल्याण होस् राम्रो होस् जबरजस्ती फसाउनु खोज्यो भने केटीलाई भए पनि तपाईको कारबाही हुनुपर्छ भने कति घटना तपाईको आज तपाईको केटा निर्दोष पनि फस्या छ के दोषी निर्दोष पछि थाहा पाउने कुरा हो नि त यो उजुरीमा गइसकेपछि थाहा पाउने कुरा यो अदालतले सम्बन्धित निकायले हेर्ने केस होला त्यसो भए अहिले नै हर्का साम्पाङले किन हेर्या मेरो प्रश्न यहाँनेर हो के तपाईलाई अहिले नै हतारमा गएर केन्द्रीय सदस्यबाट किन आउट गरेको भन्ने चाहिँ मेरो प्रश्न हो के तपाईलाई त्यसो भए सुदन गुरुङले किन तपाईको गृहमन्त्रीले राजीनामा दियो त भन्नुहोस् त पहिलोचोटि त्यो त उहाँको स्वेच्छाले नैतिकताको आधारमा दिनुभयो नि नैतिकताले फोकटे अहिले अब भोलि दियो नि त राजीनामा प्रधानमन्त्रीले भोलि दियो नि त ट्याग लाएर होइन तपाईँको सेयरमा लगानी कति कति देखेर होइन जनस्थाबाट तपाईँको न्युज निक्लिसकेपछि दाग लागेर होइन स्वेच्छाले राजीनामा दिनु र आउट गर्नु फरक कुरा हो के रूपकजी महामन्त्री मुकुल ढकाललाई किन निकाल्यो राजसभाको रवि लामिछानेले त्यो त भित्री कुराहरू फ्ल्यास गरेर होला नि
ए तपाईँहरूको नि भित्री कुरा फ्ल्यास गर्यो त्यस कारणले गर्दा शुक्र कुमारीलाई कारवाही गर्यो होइन हर्कजीको नि बाहिर कुरा आउँछ भनेर फ्ल्यास यसमा चाहिँ त्यो भन्न मिल्दैन ए यसमा यसमा चाहिँ त्यो भन्न मिल्दैन भन्न खोजेको तपाईँको के हो त भनेर निकाल्छन् कि अब निकाल्न चाहे अध्यक्षले भने अन्त हाम्रो ल तपाईँलाई सिधा कुरो 5 सेकेन्ड फेसबुकमा लेख्यो भने तपाईँको हट्छ भनिरहेको छ नि त सजिलो छ है तपाईँहरूको हुन त तपाईँहरूको फेसबुक पार्टी भन्छ नि हो निर्वाचन गर कुन पार्टी हो भनेर सोध्नुहोस् न गर भोलि गर जानुहोस् त कहाँ लेट छ भन्नु निर्वाचन भने नारायण हेटी दरबारभन्दा अलि यता लन्चोरभन्दा अलिकता उता नारायण हेटीभन्दा अलिकता यता परराष्ट्र के अरे लन्चोरभन्दा अलिकता उता यता लन्चोरबाट जाँदा कि हामी बालाजु सोरुटे हुँदै जाँदाखेरि दाहिनेपट्टि साइडमा छ त्यहाँ गएर सोध्नुहोस् तपाईँहरूको केन्द्रीय कार्यालय हर्क साम्पाङको के पार्टी रहेछ भनेर दर्ता रहेछ भनेर भोलि सोध्नुहोस् तपाईँहरूको पार्टी चाहिँ के अरे केन्द्रीय कार्यालय कहाँनिर छ भन्नुहोस् न केन्द्रीय कार्यालय चाहिँ कहाँ छ भन्नुहोस् न यस्तो भुराभुरी कुरा सोधेर नबस्नु नहाल्छौँ न भने पार्टीको केन्द्रीय कार्यालय कहाँ छ भन्नुहोस् न म इन्टरभ्यू अगाडि बढाउँदिनँ तपाईँ नेता भनेर भुराभुरी कुरा सोधेर नअड्कौँ हामी छैन केन्द्रीय पार्टी कार्यालय छैन फेसबुकबाटै गर्नुहुन्छ होइन सबै के भने तपाईँहरूको सबै कामहरू फेसबुकबाट गर्नुहुन्छ केन्द्रीय कार्यालय छैन भोलि जाउँ तपाईँलाई कहाँ जाने भन्नुहोस् न म कहाँनिर आउँ भन्नु न भोलि जाउँ लैजाउँ कहाँनिर आउँ लैजान्छु नि तपाईँलाई भोलि त्यही त कुन ठाउँमा आउने भन्नु न अब त्यही भएर सुन्नुहोस् सानातिना कुरामा नअल्झौँ तपाईँलाई यस्तै तरिका हो भने हर्क साम्पाङबाट थ्रेड छ हेर्नुहोस् मलाई किन गीत गाउन नआउने मान्छे श्रमदाता नभन्ने मान्छे सबै फेसबुकबाट आउट हुन्छ कुरा हामीले त गीतको अर्थ बुझिसकेका मान्छे हौ अर्थ बुझिसकेका मान्छेलाई गीत गाउन आउँदैन भनेर हुन्छ तपाईँको केन्द्रीय कार्यालय चाहिँ कहाँनिर छ भनिदिनुहोस् न मलाई होइन गीत आउँदैन भने तपाईँ जे कुरा नै आउँदैन भन्ने नि होइन मैले सोधेको क्वेसन एउटा छ तपाईँले तपाईँ अर्को हाम्रो धरती हाम्रो आकाश हो हाम्रो धरती हाम्रो आकाश केन्द्रीय कार्यालयमा भेट हुन्छ हर्क साम्पाङ हाम्रै परिवेश भन्ने गीत बुझ्नु भएन अर्थ त्यही त तपाईँहरूको केन्द्रीय कार्यालयमा भेट हुन्छ हर्क साम्पाङ मैले तपाईँलाई अब के भन्ने कतिचोटि बुझाउन खोज्नु होइन तपाईँलाई भोलि लान्छु त भएन उहीँ गएर कुरा गरौँला थाहा छैन तपाईँलाई रिस उठ्यो निर्वाचन देखाइदिनु खोजेको मैले देखाइदिएको रिस उठ्यो होइन त्यो भन्न खोजे होइन रिसाएर हुँदैन नि पत्रकार महोदय रिसाएर मात्र हुँदैन केन्द्रीय कार्यालयको ठेगाना दिनुहोस् न मलाई मिलेर ट्याक्क जानुपर्छ अगाडि बढ्नुपर्छ कसरी हुन्छ हामीले नागरिकहरूलाई राम्रो हुन्छ अलिकति गीत गाइदिनुहोस् साह्रै इरिटेट भयो मलाई तपाईँको यो हाम्रो धरती हाम्रो आकाश गीत गाइदिनुहोस् ल अब एकचोटि सुनौँ न प्लिज कम्तीमा तपाईँ जतिको मान्छेले पुरा गीत गाएर सुनाउनु पर्छ आज च्यालेन्ज भयो तपाईँलाई ल यहाँ मोबाइलमा छ कि हत्तो कुरा अहिले गाउनुहोस् न 2 लाइन त गाउनुहोस् प्लिज अलिकति गाउनलाई मैले प्र्याक्टिस गरेँ होइन के होइन भन्नुहोस् न तपाईँ कसरी सम्झाता हो त नि अब हाम्रो धरती हाम्रो आकाश हाम्रो अलि लाइमा गाउनुहोस् तपाईँ बाँसुरी वादक पनि हुनुहुन्छ अलि लाइमा गाउनुहोस् श्रमवादी अलि लाइमा गाउनुहोस् न जिब्रो नचपाइकन गाउनुहोस् ल आज प्रमाणित गरिदिनुहोस् तपाईँ म श्रमदाता हो यो कुरामा नि नअल्झौँ कि अर्को कुरा जाउँ ल अरू तपाईँहरूलाई नथाहा पाएको कुराहरू केही छन् त्यो कुराहरूको उत्तर दिन्छु म कसरी राम्रो हुन्छ नेपाल कसरी बिग्रे सोध्नुहुन्छ नेपालमा के भइरहेछ हामी जनताको भविष्य किन अन्धकारमा रुमाल लिइराखेको छ आज तपाईँको करोडौँ जनता बाहिर छन् आज तपाईँको महिनामा लाखौँ जनता विदेश जान पर्यो कसरी रोक्ने यो हत्याहिंसा घटना कसरी रोक्ने देश आत्मनिर्भर कसरी बनाउने यस्तो कुरामा जाउँ न भने अब हर्क साम्पाङको पार्टीलाई हर्क साम्पाङ तपाईँहरू जस्तै सदस्यले त माटोमै मिलाउने भयो उसो भयो अब होइन मरेपछि त माटोमै मिल्ने हो तपाईँ हामी सबैजना जिउँदैमै माटोमा मिलाउने भयो नि समस्या त्यहाँनिर भयो के रूपकजी कसरी मिलाउने भन्नु खोज्यो तपाईँले तपाईँहरूलाई केही थाहा छैन हावातालमा बोलिराख्नु भएको छ थाहा छैन ढुङ्गा उचाल्दैमा चाहिँ अब ढुङ्गा उचालियो होइन विकास हुन्छ भन्यो मलाई थाहा भए जति कुरो तपाईँले थाहा पाउन त 3टा पुल बन्ने ठाउँमा एउटा पुल बनाएर 7 जुन तपस्या गर्नुपर्छ तपाईँले त्यति कुरो थाहा छ हामीलाई शुक्र कुमारी राईले संस्कृति पार्टीमा धेरै बलात्कारी छन् भनेर आरोप लाउनु भएको छ बलात्कारी त तपाईँ पनि बलात्कारी हो तपाईँको श्रीमती छ कि छैन पार्टी होइन नि श्रीमती छ कि छैन तपाईँको छ गर्लफ्रेन्ड थियो कि थिएन अथवा तपाईँको सबै बलात्कारी हो के
कसलाई भन्न खोज्नु भएको तपाईँ? अब यो गम्भीर आरोप लाउनु भयो नि त। बलात्कार भने अब शारीरिक सम्पर्क बिहे गरे जति सबैले गरेको छ। अब तपाईँ आफैले बलात्कारीको झोला काट्नुपर्छ भने चाहिँ तपाईँबाट सुरुवात गरौँ त। उसो भए सबै बलात्कारी हो भने तपाईँबाट सुरुवात पर गरौँ। कि हेर्नुपर्छ भने होइन मैले होइन घटनाको अघि त बलात्कारी घटनाको हेर्नु परेन हो भने नि। प्रकृतिको कुरा छोडिदिनुहोस् न, बलात्कारी भने बलात्कारी हो होइन। तपाईँहरूको पार्टीमा अलिक क्याटेगोरी छ भनिदिनुहोस् न, कुन कुन टाइपको बलात्कारी? सोभिताको तपाईँले के भन्यो अरे कानुन मन्त्रीले बलात्कार भनेको एक झापड हाने जस्तो हो भने अहिले भाइरल भइरहेछ त्यो। अनि मानिराख्नु भएको छ त कानुन मन्त्रीको कुरा चाहिँ। त्यो त उहाँहरूको पार्टीले मान्नु होला, हामी मान्दैनौँ। तर उनले भनेको कुरो कतिको ठिक छ भने उनी जत्तिकै युवतीलाई आफ्नो श्रीमानले होइन त्यो भाला चाहिँ झापड हाने जस्तो हो। तर 3 वर्षको केस, 8-9 वर्षको निर्मला, भगीरथी, लगभग कति साना केटी बच्चा भनौँ न, नाबालिकाहरू, बालबालिकाहरू बलात्कारपछि हत्या भएको छन् नि, त्यो चाहिँ गम्भीर हो। तर तपाईँको 18-20-22 मासतिर भइसकेका मन मिलेर होइन तपाईँको अनि पछि तपाईँको वाद विवाद परेर अथवा यसलाई कसरी फसाउँ, यसलाई कसरी तल पार्नु, यसलाई कसरी थुनु, यसले भन्ने तरिकाले त्यो रिस रागले गर्ने चाहिँ त्यो अलिक नर्मलमा जान्छ। अब मन मिलेर त तपाईँको यो संसारभरि सबैले अब मैले अघि भने नि सबैले अब उमेर पुगेपछि यताउति भएपछि सबैले त्यो नेचुरल पार्ट हो। नेचुरल त होइन। अब बलात्कार भने के हो त अर्थ भन्न पर्यो भने जबरजस्तीकरण नि, अथवा तपाईँको महिलाले चाहिँ अब इच्छा नहुँदै होइन अस्वीकार गर्दै अब कि तपाईँको कागज गरेर गर्नु पर्यो त हामी दुईजना राजी खुसीमा शारीरिक सम्पर्क गरे हौँ भनेर ल्याब चाहिँ हान्न पर्यो अनि मात्र, नत्र भने तपाईँको कसलाई कति बेला भनेर फसाइदियो भने त त्यो त आएन नि त। यो केसमा हर्का साम्पाङले नीति नियम बनाउनको लागि के कुरा अगाडि बढाउँछ ल भन्नुहोस्? योलाई बलात्कारीको नियमको लागि हर्का साम्पाङले के प्रस्ताव लिएर जानुहुन्छ? उहाँले त कोरो हान्नुपर्छ भने हो त। त्यति मात्रै हो होइन? त्यति मात्रै हो, अरू पनि छ कानुन के बनाउने हो? उहाँले के प्रस्ताव लिएर जानुहुन्छ? उहाँले कुरा राख्ने हो। के कुरा राख्नुहुन्छ? के कुरा राख्नुहुन्छ उहाँले सदनमा? के कानुन बनाउनुहुन्छ उहाँले? कुरै बुझ्नु हुँदो रहेन त तपाईँले धेरै। यो घटना कसरी घटिरहेको छ नेपालमा बढ्यो त? यो चोरी डकैती हत्या हिंसा लुटपाट यो जघन्य अपराध संस्कृति पार्टीले चाहिँ त्यसको लागि कानुन चाहिँ के कुरै सुन्नु हुँदो रहेनछ, बुझ्नु हुँदो रहेनछ। 1 खर्ब छुट्टो रोजगारी दिउँ युवाहरूलाई भने होइन भने मैले बलात्कारीको लागि हर्का साम्पाङले कस्तो कानुन बनाउनु पर्छ भनेर जानुहुन्छ भन्ने सोध्दैछु। तपाईँ 1 खर्बको लागि कुराकानी गर्नुहुन्छ फेरि। मैले तपाईँलाई हिजो भर्खर पनि भने जस्तो लाग्छ प्रत्येकलाई जेल भ्रमण लैजाउँ, हेर्नलाई लैजाउँ, कानुनको शिक्षा दिउँ, अपराध गर्नुहुन्न भनेर अवेरनेस गर्नुपर्छ भने कानुनको लागि चाहिँ शान्ति बनाऊ भने होइन। शान्ति भनेपछि के हो? जहाँ चोरी डकैती हत्या हिंसा लुटपाट यस्ता अपराधहरू केही पनि नहुने। उहाँले त प्रत्येकचोटि बोले छन्, फेसबुकमा लेखे छन् नि भने त्यही कानुन हो। त्यही कानुन हो, उहाँले जे लेख्यो त्यही कानुन हो। यो अपराध कसरी रोकिन्छ त? घट्दैन त भनेर उहाँले बोलेको कुराहरू पालना गर्यो भने सब कसरी घट्छ ल भनिदिनुहोस् न? होइन रोकिन्छमा जानु पर्यो। कसरी रोकिन्छ? रोकिन्छमा भनेर त्यही त भनिन त मैले। सबैलाई सिकाउन पर्यो, पाठ पढाउन पर्यो, तपाईँको के अरे होइन तपाईँको अलि नियम नीति नियम कडा नि बनाउनु पर्यो होइन। अनि तपाईँको त्यसपछि तपाईँको यो जनचेतना त्यो एउटा कोर्रा भनेमा तपाईँको सबै कुरा पर्छ, धेरै पर्छ होइन। जनचेतनामा जानु पर्यो, तपाईँको CCTV राख्नु पर्यो सबै ठाउँमा। रातिमा होस्, अहिले अब तपाईँको हामी रातिमा जानु पर्यो नि, को कहाँबाट गयो, कसले बच्चा टिपेर लिएर गयो कि अथवा यो तपाईँको ठुलो समस्या घटाउन खोज्यो त्यो सब देखिन पर्यो कि पुरा होइन। CCTV राख्नु पर्यो, पुलिस नपुगेको ठाउँमा पुलिस राख्ने गर्ने होइन, टक्क लाएर पुलिसको मात्रा बढाउनु पर्यो। गाउँ बस्ती सबै ठाउँ 77 जिल्लाको सबै ठाउँमा तपाईँको यी कुराहरूमा पनि जानु पर्यो। अब हर्का साम्पाङले मात्र तपाईँको कति कुरा भन्ने भने भ्याउँछ नि त। आज कानुन बनाउनु पर्यो कि धेरै 3 मिनेट कति बोल्ने हुन्छ सदनमा? 2-3 मिनेट कति बोले हुन्छ?
बोल्ने भ्याउँछ र होइन उहाँले बोल्ने होइन कानुन बनाउन जोड गर्नु पर्यो के यसलाई त आउनु पर्यो नि त प्रधानमन्त्री भने भागेर भयो संसद जस्तो भने मान्छे हो, माननीय प्रधानमन्त्री मान्छे हो। भागेर भयो भने अब 10 गते नि आउँछन् कि आउँदैनन् थाहा छैनन् अब सभामुखले त बोलाएछन् अब सभामुखले नि बोलाउँदा नआयो भने त बेइज्जतै हुन्छ हेर्नुहोस् जनता तात्तिन्छन् उर्लिन्छन् कुर्लिन्छन् अब उनले आएर गर्न पर्यो नि त भन्ने मिहिनेत यो प्रतिपक्षकोलाई दोष हुन्न के त्यति सरकार पक्षलाई दोष दिने हो हामीले सत्ता पक्षलाई मैले त भनिनँ दोष मात्रै मैले त दिइराख्ने तपाईँको यस्ता घटना तपाईँको यो 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 अपराध घटिरहेको छ नि मैले सोचे अनुसार गर्ने भने त तपाईँको 3 महिनामा 100मा 99% घटना घट्दैन रोकिदिन्छौँ हामीसँग त औषध छ तरिका टेक्निक छ होइन अहिले लागू गरे भइहाल्यो नि त्यो अनुसारको कानुन बनाए हुँदैन अनि म छु त कानुन बनाउने ठाउँमा हर्क साम्पाङ हुनुहुन्छ नि तपाईँले भन्नु पर्यो अनि हर्क साम्बाङले भने उता सत्ता पक्षका प्रधानमन्त्रीहरूले सबैले सुनेका छन् त नसुन्नेलाई ढुङ्गा पकाउनु पर्यो नि तपाईँको तपाईँको यो अभियानमा खोइ। देश नै यो देशमै यस्तै होस् भन्ने चाहन्छ बाह्य शक्तिले त्यो चाहन्छ बाह्य शक्तिले किनेका टाउको यो अनुहार नेपाली तर टाउको भित्रको यो गिदी बाहिरी शक्तिले किनिसके के धेरैको त्यही भएर नेपाली जनताको भविष्य हित हुने काम गर्दैन के गर्ने अब गर्दैन जबसम्म तपाईँको हामी जस्तो नेपाली हर्क साम्बाङ जस्तो श्रम संस्कृति पार्टीको सरकार बन्दैन तबसम्म यस्तै हो रूपकजी सकेसम्म केही नभइदियोस् प्रभु कसैलाई पनि भनेर मैले त प्रार्थना चाहिँ गर्छु भगवान्सँग बिन्ती गर्छु तर रोक्नको लागि अनेक तरिकाहरू छ हामी सम्बन्धित ठाउँमा छैनौँ मसँग छ तपाईँको यस्ता यो तपाईँले केही पनि सुन्नु पर्दैन यो चोर्यो अरे लुट्यो अरे ठग्यो अरे मान्छे मार्यो अरे यो बलात्कार गर्यो अरे अपहरण गर्यो अरे हे तस्कर गर्यो अरे यो मान्छे बेच्यो अरे यस्ता कुरा तपाईँले सुन्नै पर्दैन मसँग त त्यसको सबै औषध छ सबै समाधान गरिदिन सक्छु अब मैले समस्या समाधान गर्न सक्छु भनेको श्रम संस्कृतिले पनि सक्छ हो त्यो श्रम संस्कृति पार्टीमा म छु नि त बागमती प्रदेशको सदस्य हो म आशा गरौँ हँ आशा गरौँ